म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा आज भएको सुनवाईको अपडेट लिएर आएको छु। रवि लामिछानेको सहकारी सम्बद्ध मुद्दामा आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पेशी तोकिएको थियो। त्यो पेशी चाहिँ मान्य न्यायाधीश वासुदेव आचार्य र मान्य न्यायाधीश ओम प्रकाश अर्यालको संयुक्त इजलासमा थियो। एक नम्बरमा रहेको यो मुद्दामा आज बहस भएर आदेश आएको छ। आदेश चाहिँ सर्वोच्च अदालतमा रहेको मिसिल झिकाउने आदेश भएको छ। धेरैले आज सकारात्मक खबरको अपेक्षा गरिरहँदा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले फेरि मिसिल झिकाउने आदेश गरेको छ। यसअघि पनि मिसिल झिकाउने आदेश भएको थियो। म आदेशको बेहोरा सरसर्ती पढेर सुनाउनेछु। यसमा लेखिएको छ, यसमा निवेदन प्रतिवेदन सहित मिसिल संलग्न कागजातहरू अध्ययन गरी निवेदक प्रतिवादी रवि लामिछानेको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री महेन्द्र प्रसाद पाण्डे, श्री डाक्टर नारायण दत्त कणेल, श्री बाबुराम पाण्डे, श्री दिपेन्द्र झा र निवेदक प्रतिवादी छविलाल जोशीका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री रोचक जोशीले गर्नुभएको बहस सुनियो। समय अभावका कारण विपक्षी वादी नेपाल सरकारको तर्फबाट बहस सम्पन्न हुन सकेन। निवेदन प्रतिवेदन शाखा भनेर लेखिएको छ। यस अदालतबाट मिति 2082/7/20 मा प्रस्तुत निवेदन प्रतिवेदनसँग सम्बन्धित विजय कुमार नेपाल समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ओम प्रकाश गुरुङ समेत भएको मुद्दा नम्बर 080C10987 को सहकारी ठगी मुद्दाको मिसिल र नारायण बहादुर पहराई समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी ओम प्रकाश गुरुङ समेत भएको मुद्दा नम्बर 080C10532 को सहकारी ठगी र संगठित अपराध मुद्दाको थप अभियोग सक्कल मिसिल रूपन्देही जिल्ला अदालतबाट झिकाउनु उपरोक्त अनुसारको मिसिल प्राप्त हुन नसकी जवाफ प्राप्त भएमा उक्त मुद्दाहरूको अभियोग पत्रको प्रमाणित प्रतिलिपि उच्च सरकारी वकिल कार्यालयबाट झिकाउनु भनी भएका आदेश अनुसार मुद्दा नम्बर 080C10532 को मिसिल रूपन्देही जिल्ला अदालतबाट प्राप्त हुन आएको र मुद्दा नम्बर 080C19787 को सक्कल मिसिल सम्मानित सर्वोच्च अदालतमा रिट नम्बर 080WO0069 मा प्रमाणको रूपमा रहेको उक्त मुद्दा फैसला भइसकेको भन्ने समेत बेहोराको 6497 मिति 2082/7/25 को बोधार्थ पत्रबाट देखिन आएकोले उक्त मुद्दाको सक्कल मिसिल प्राप्त हुन सक्ने नै अवस्था देखिएकाले सम्मानित सर्वोच्च अदालतबाट छिटो छरितो प्रक्रियाबाट झिकाई आएपछि नियमअनुसार पेश गर्नु भनेर आज उच्च अदालत तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हकमा यो आदेश गरेको छ। यो आदेशको मुख्य बेहोरा रवि लामिछानेसँग जोडिएको मुद्दाको सक्कल मिसिल, एउटा मुद्दाको सक्कल मिसिल, त्यो मुद्दा नम्बर भनिएको छ 080C19787 नम्बरको सक्कल मिसिल सर्वोच्च अदालतमा रहेको र त्यो मिसिल झिकाएर पेश गर्नु भन्ने आदेश आज भएको छ। फेरि अर्को मिसिल झिकाउने आदेश उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गरेको छ। आज बुटवलबाट सकारात्मक खबरको अपेक्षा भइरहँदा फेरि अर्को मिसिल झिकाउने आदेश उच्च अदालतले गरेको छ। अब फेरि मिसिल पुगेपछि, उच्च अदालत पुगेपछि सम्भवतः यो मुद्दा फेरि पेशीमा चढ्नेछ। त्यसपछि मुद्दाले अगाडिको प्रक्रिया लिनेछ। आजलाई यति मात्रै अपडेट
रह्यो। यहाँहरू